हाम्रो प्रश्नमा के दियो भन्दाखेरि p = 2x + y जुन एउटा फंक्सन हो अनि त्यसपछि हाम्रो शर्तहरु दियो x + y > 6 x - y > 4 अर्को x <= 6 त योहरु के हो भन्दाखेरि हाम्रो कन्स्ट्रेन्ट्स जसलाई शर्त भन्छ। अब यो शर्तबाट हामीले के निकाल्नु पर्यो भन्दाखेरि बाउन्ड्री लाइन शर्तबाट कहिले पनि समीकरण अर्थात यसको भर्टेक्सहरु निस्किदैन। शर्त के को लागि हो? शर्त भनेको त्यहाँको क्षेत्र कि त त्यहाँभन्दा बाउन्ड्री लाइन भन्दा माथि कि त बाउन्ड्री लाइन भन्दा तल है कन्स्ट्रेन्ट भनेको। अब यो कन्स्ट्रेन्टबाट हामीले एउटा बाउन्ड्री लाइन लिनु पर्यो। त्यो बाउन्ड्री लाइन भनेको के हो? हामीले इक्वेसन बनाउनु पर्यो है पहिलो कन्डिसन। दोस्रो कन्डिसनमा त्यो बाउन्ड्री लाइनलाई इक्वेसन बनाइसकेपछि त्यसपछि हामीले टेस्टिङ पोइन्ट के गर्ने 0 0 मा गर्ने। अब हामीले यहाँ के लेख्ने भन्दाखेरि यहाँ सोलुसनमा के लेख्ने the given constraint भनेको शर्तहरु the given constraint are कति भयो x + y greater than equal to 6 x minus y greater than equal to 4 and अर्को के छ हाम्रो x less than equal to 6 है। अब के लेख्ने भन्दाखेरि बाउन्ड्री लाइन चाहियो हामीलाई। पहिलो शर्त के चाहियो? कन्डिसन बाउन्ड्री लाइन। the boundary line given by the constraint है ना by the constraints are के हो त बाउन्ड्री लाइन कसरी गर्ने? कन्स्ट्रेन्टलाई बाउन्ड्री लाइनमा लगाउनको लागि समीकरण लेख्नु पर्यो, इक्वेसन बनाउनु पर्यो। इक्वेसनले जहिले पनि के दिन्छ? स्ट्रेट लाइन। कुन इक्वेसनले? लिनियर। कुन इक्वेसनले? लिनियर। अब यहाँबाट लिनियरै बन्छ। यसको डिग्री कति छ? सबैको 1 1 मात्रै छ। त्यसैले 1 डिग्री भएको जति पनि इक्वेसन हुन्छ त्यो के हो भन्दाखेरि लिनियर इक्वेसन हो। अब यो कन्स्टेन्टबाट के आयो भन्दाखेरि एउटा आयो हाम्रो यहीबाट ले x + y = 6 यो भयो हाम्रो पहिलो समीकरण। त्यसैगरी अर्को के छ हाम्रो x minus y = 4 यो भयो दोस्रो समीकरण। अर्को के छ हाम्रो x = 6 यो भयो हाम्रो तेस्रो समीकरण। अब हामीले शर्तहरुलाई केमा बनायो? समीकरण बनायो। शर्तलाई समीकरण बनायो। अब यो समीकरणबाट बाउन्ड्री लाइन निकाल्नु पर्यो अर्थात स्ट्रेट लाइन है। अब यहाँ लेख्ने के लेख्ने भन्दाखेरि फ्रम इक्वेसन 1 अब यहाँ के लेख्ने भन्दाखेरि के दियो इक्वेसन 1 बाट x + y = 6 x + y = 6। अब कि त x बराबर 6 - y लेख्ने कि त y बराबर 6 - x लेख्ने। हामीले लेख्यो y बराबर 6 - x आफ्नै मनले कि त x बराबर किनकि एउटा भ्यालु अर्को राख्यो भने अनि नै एउटा भ्यालु आउँछ हो कि हैन। अब हामीले के निकाल्ने भन्दाखेरि यसको x र y को मानहरु निकाल्ने। x र y को मान निकाल्ने यसरी एउटा पेपर बनाऊ x। अब यहाँनिर हामीले कम से कम दुईटा पोइन्ट लिने, धेरैमा तीनटा, धेरै पनि नलिने, चारटा पाटा किन समय हामीसँग थोरै हुन्छ है। अब यसैमा हेर त x को मान हामीले 0 राख्दा यहाँनिर x को मान 0 राख्दा y को मान कति भइराछ? 6। त्यसैगरी 1 राख्दाखेरि 6 बाट गयो 5 y को मान कति आयो? 5। त्यसैगरी यहाँ 2 राख्दाखेरि 6 बाट 2 गयो 4 y को मान कति आयो? 4। त्यसैगरी 3 राख्दाखेरि 6 बाट 3 गयो 3 राख्दाखेरि यसको मान 3 आयो। यति त आयो। अब यो मानहरु यो कुन भयो? एउटा हेर त भर्टेक्सहरु 0 6 यसमा भयो 1 5 र यसमा भयो 2 4 यसमा भयो 3 3। अब यो 3 3 लाई के गर्ने भन्दाखेरि हाम्रो यो ग्राफमा प्लट गर्नु पर्यो। अब 0 6 0 भनेको x 6 भनेको y। अब हाम्रो यो के हो? ओरिजिन हो। यो भनेको ओरिजिन हो। अब 0 x एक्सिस मा 0 छ र y मा 6 त ओहो यो एकछिन पज गरौँ।